हरेक बिहान सबैभन्दा पहिले उठ्ने व्यक्ति को हो? सायद त्यो एउटी महिला हो। सबै सुतिरहेको बेला उनी उठ्छिन्, घर सफा गर्छिन्, पूजा गर्छिन्, चिया बनाउँछिन्, खाना पकाउँछिन्, बच्चाहरूलाई तयार पार्छिन्, श्रीमान र परिवारका सबै सदस्यको आवश्यकता पूरा गर्छिन्। दिन बित्दै जान्छ तर उनको काम सकिँदैन। अरूले भन्छन् तिमी त घरमै बस्छौ, तर घरमै बसेर पनि उनले एकै दिनमा कति भूमिका निभाएकी हुन्छन्। आमा, श्रीमती, बुहारी, छोरी र कहिलेकाहीँ सबैको सल्लाहकार पनि। उनको थकान धेरैले देख्दैन, उनको आँसु प्राय मुस्कानभित्र लुकेको हुन्छ। तर यति धेरै जिम्मेवारीका बीच पनि उनी हार मान्दिनन्, किनभने उनलाई थाहा छ उनको मेहनतले नै परिवारको खुसी टिकेको छ। घर सम्हाल्नु सानो काम होइन, यो त बिना तलबको, बिना छुट्टीको र बिना समयको सबैभन्दा ठुलो जिम्मेवारी हो। त्यसैले आज यदि तपाईँको घरमा एउटी महिला दिनरात परिवारका लागि मेहनत गरिरहेकी छिन् भने उनलाई केवल एउटा शब्द भन्न नबिर्सिनुहोस्, धन्यवाद। किनकि सम्मानले थकान कम गर्छ, मायाले शक्ति दिन्छ र एउटा सानो प्रयासले पनि उनको अनुहारमा मुस्कान ल्याउन सक्छ। हरेक घरको आधार एउटी महिलाको त्याग र माया, धैर्य हो। यदि तपाईँ पनि घर सम्हाल्ने महिलाको मेहनतलाई सम्मान गर्नुहुन्छ भने यो भिडियो सेयर गर्नुहोस् र कमेन्टमा लेख्नुहोस्, रेस्पेक्ट फर वुमेन।